पाउँछस् न तेरो यो मुख धुन पाउँछस् खोसेर ममाथि सौदा बन्न हात धोएर पछि परेकी थिइस् हैन अब यो जंगलमा न तैले तेरो यो हात धुन पाउँछस् न तेरो यो मुख धुन पाउँछस् न केही धुन पाउँछस् अब जीवनभर यही फोहोरी भएर यही रुखमा बाँधिएर बस्छस् त बुझेस् एकचोटि भनेपछि लाग्नु पर्छ नि एकचोटि त्यसरी दुःख पाइसकेपछि त च्याप्नु पर्छ नि यही खोजेकी थिइस् हैन यही खोजेकी थिइस् हैन बस अब यही जंगलमा कुएर बस यही कुएर मर तपाईले यो दृश्य देख्दै गर्दाखेरि कान्छीको साहसीपनलाई तपाई के भन्नुहुन्छ कमेन्ट गर्नुहोला। अनि सागरसँग यसरी कान्छीले सजो प्रेम गरिरहँदाखेरि तपाईहरुले के सिक्नुहुन्छ अब आउने एपिसोडले कस्तो मोड लिन्छ भन्ने कुराको छोटो जानकारी यो भिडियोले दिएको छ।